केटा हो आजको प्रेडिक्सन ड्रप गरिदिइहाल, ड्याङडुङ कमेन्ट हानिदिइहाल। आज हुँदैछ म्यान्चेस्टर सिटी भर्सेस टोटनहम र म्यान्चेस्टर युनाइटेड भर्सेस फुलह्याम। केटा हो मजा आउनेवाला छ, ड्याङडुङ कमेन्ट हानिदिइहाल र मेरो प्रेडिक्सन सुन्न चाहन्छ भने फुल भिडियो चाहिँ हेर्नु होला। आज सुरुमा कुरा म्यान्चेस्टर सिटी भर्सेस टोटनहमको कुरा गर्नुपर्दा टोटनहम अहिले करेन्टली 14th पोजिसनमा छ। च्याम्पियन्समा खै कसरी टप 8मा छिर्यो त्यो थाहा छैन, तर प्रिमियर लिगमा 14th पोजिसनमा छ र यो चाहिँ सिटीको लागि इजी विन हो जस्तो लाग्छ मेरो लागि है। हुन त टोटनहमको होममा हो, गाह्रो पर्न सक्छ, तर पनि आई थिङ्क इट्स अ इजी विन फर सिटी। मेरो प्रेडिक्सन केटा हो सिटी गन विन बाई 2-0 केटा हो, 2-0 है। त्यसपछि अर्को गेम म्यान्चेस्टर सिटी भर्सेस फुलह्यामको कुरा गर्नुपर्दा त्यो चाहिँ अलिकति मजा लाग्छ जस्तो है केटा हो, किनकि ब्याक टु ब्याक ठुल्ठुलो बिग टिमलाई जितेर आएको छ, तर पनि म्यान्चेस्टर युनाइटेड बिग टिमलाई चाहिँ जित्ने गर्छ, तर अलिकति मिड टेबल टिम लो टेबल मिड टेबल त भन्न मिल्दैन, किनकि युनाइटेड 6मा छ भने फुलह्याम 7th छ, 34 पोइन्ट लिएर बसिरहेको छ। सो गेम मजा आउनेवाला छ यो गेम पनि है। तर मेरो प्रेडिक्सन केटा हो आज यिनीहरूको चाहिँ ड्र हुनेवाला छ केटा हो, 2-2 ड्र। फुलह्याम भर्सेस युनाइटेडको चाहिँ 2-2 ड्र हुनेवाला छ। तपाईँको प्रेडिक्सन के हो ड्रप गरिदिइहाल्नु, कमेन्ट हानिदिइहाल्नु र राति लाइभ भेटौँला। अहिलेको लागि चाहिँ बाई बाई।